अनि भाइको घर चाहिँ कहाँ नि? सप्तरी। सप्तरी? ए अनि घरमा आमा बुवा हजुरआमा बुवा दाजुभाइ सबै छ। ठुलो परिवार रहेछ है। अनि उहाँले पनि यही काम गर्ने सबैले? त्यसै हो। त्यसै हो। अनि तिम्रो बाबा चाहिँ खोइ जान्थ्यो? अब आउँछ दिवाली सकेपछि। दिवाली सकेपछि अनि दसैँलाई घर गएको? अनि तिम्रो बाबा गएको हेर अहिले तिमीले अनि बाबाको पेसा सम्हालिरहेको? पसल खोलेर। कानमा चाहिँ त्यस्तो गर्नुपर्छ जतिखेर कान चाहिँ के कान चिलाउँछ कि तिम्रो? चिलाउँदैन। अनि किन त्यसो गर्दा? खुरखुर काट न यार। ल अनि के अरे बाबा दसैँपछि आउने होइन? अनि दिवालीपछि आउने? कस्टमर बसेर काट्नु दिनु राम्रो। अनि बाबा आएपछि तिमी यो काम गर्ने गर्थ्यौ? बाबा आएपछि नि गर्ने। अनि पढाइ पनि गरिरहेको छ? खालि यसो के कान भन्दा पनि चिलाइरहेको छ क्या तिमीलाई? ए काट न खुर्केन यार कस्तो। अनि सबैजनाले यही काम गर्ने? अनि तिमी पनि यही अब यही गर्ने पछि पनि? पछि यही गर्ने पढाइ यस्तै। अनि यो काममा पैसा हुन्छ? राम्रो कमाइ हुन्छ? ठिकठाक हुन्छ। ठिकठाक हुन्छ? ल ल ल काट न यार कस्तो तिमी यार ढिला गर्दो रहेछ खालि। बिस्तारै काट्नु दिनु न। ल ल ल अनि तिमी नजाने अब? जाने हो। जानुपर्छ रमाइलो हुन्छ। गएर उतै आउने नआउने त? अनि आउने हो ठेकुवा पुरी खाने उतै। अनि के त्यो किची गरिरहेको छ यार तिमी यार? काट न छिटो यार यहाँ ढिला भइसक्यो मान्छेलाई। राम्रोसित काट्नु दिनु न। ल ल ल काट नि त। अनि तिमी आफै ढिला गर्छौ अनि नि? अलिक छिटो गर नि यार मान्छे धेरै आइसक्यो ढिला भइसक्यो क्या यत्तिकै। ए यो के किची गरेर त खालि यार काट्दैन छिटो काट्छु भन्छ खालि छिटो काट्दैन यार ढिला भइसक्यो मान्छेलाई भन्दा के भन्छ के भनेर हुन्छ भने यार अलि राम्रोसँग झनै काटेको मलाई। कहाँ काटेको छ? अलि के कस्तो अलि राम्रोसँग समाउनु यार। तिमीलाई त समाउनै आउँदो रहेछ। तिम्रो बाबा जस्तो पनि राम्रो काट्नै नआउने यार तिमीलाई यार। अलि मिलाएर राम्रोसँग काटेर देख्दै डर लाग्यो र सिधै आएर घाँटीमै रेट लाग्छ गर्छ। ल मिलाएर यहाँ बस्नुपर्छ यार छिटो काट्दै। ए भाइ नरिसाउनु यार। अनि के त तिमीले त्यस्तै सक्दैन फेरि? घन्टा भइसक्यो। 1 घन्टा होइन अब यहाँ छिटो गर्दै ढिला भइसक्यो। यहाँ अघिदेखि झन् के भन्छ अरे यो भाइ त कामै नलाग्ने यार। अघि सोध्दै टाइम होइन अब त्यो त अब अलिअलि सोध्नु पऱ्यो नि यार। अब तिमी के छ कस्तो छ अनि यदि सानो उमेरमा आएको छ ल छिटो काटिहाल। अब म काट्दिनँ। काट्नु भाइ अब यस्तो हालतमा